ए पिठो पनि अलिक पातलो बनाएको रहेछ मेरो त छिटो छिटो झर्छ क्या अनि यो पनि अलिक बाक्लो भएछ अलिक पातलो बनाउनुपर्ने ठिकै छ है हो यो पनि पातलो त अमै रोटी भयो म त अल्ल परेँ मल्लको पऱ्यो फेरि साँच्ची नै वाउ वा साँच्ची भाउजू भाउजू त जे पनि पर्फेक्ट हो नि त सर्वगुण सम्पन्न हो एकदम तपाईँ त 32 लक्षण हो कि 36 लक्षणमा त 40 हुनुभयो लक्षणकै छ बुझ्ने मान्छेले हो भने 36 दुना होला तर चिनीहरू चाहिँ को लागेन मेरो त यतिखेर त एकै ठाउँमा आएर जम्मा भएको क्या अर्को पटक पकाउँदाखेरि आउँदैन सुरुमा सिक्दाखेरि जस्तो त्यस्तै हुन्छ हो म चाहिँ कस्तो हार खाएँ अनि अर्कोचोटि बनाएको अर्कोचोटि त मेरो त झन् पो बिग्रिरहेको क्या सुरुमा मैले सिक्दा नि त्यस्तै भयो जम्मा मैले 15वटा जति हालेको छु होइन 15वटामा 3टा गोलो भएको क्या मतलब 3वटा चाहिँ गोलै भएको बाँकी रहेको चाहिँ एकै राउन्ड सोधेर त्यो बाबर रोटी जस्तो भएको क्या मेरो धेरै भापा भयो यत्रो चाहिँ ठिकै छ गोला 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 रोटो फर्किलो मम्मीले भन्नुभएको थियो सबैभन्दा सिक्नुपर्ने छोरी मान्छेले भन्दै मम्मी बाल धरेको त अहिले छोरी मान्छेले यो सेलरोटी सेलरोटी चाहिँ- चाहिँ साडी लाउनु सिक्नुपर्छ अरे होइन बरु साडी चाहिँ म जस्तो जस्तो नि गरौँ मलाई चाहिँ अरूलाई आउँछ बरु अलि अलिक थोरै भए पनि कम्फर्टेबल लाग्छ आफूलाई अलि मिल्दैन म चाहिँ केही पनि जान्दिनँ सिक्ने मन पनि हामी लाग्दैन पछि उयो गर्नुपर्छ सिक्नुपर्छ साडी लाउनु त आफूलाई थाहा हुँदैन पछि साडी गर्मी लगाएर महिना हेर्नुपर्छ क्या गर्मी महिनामा पछि गर्मी महिनाको छुट्टीमा मैले नि एक दुईवटा लिएर आएको साडी 3टा बहिनीले बनाउनु देऊ त म त 4वटा ल्याएको छु साडी मेरो त थिएन सुन्तरसँगै खिच्छु है हाल्यो ल स्वयं सेलरोटी ल भइगयो त अन्त त्यही त म त बिगारिहालेँ नि छैन बिग्रेको चाहिँ यस्तो राम्रो हाल्नु कि भयो यहाँ कत्रो फ्यामिली बनाइदिनु क्या मैले त्यही ए भोकले फेरि तपाईँको बसाइ फेरि यस्तो छ फेरि ए भिडियो नि खिच्नै पर्नेछ फेरि गाह्रो तपाईँ पनि हरेक मोमेन्ट क्याच गरिरहनुहुन्छ है म देखिरहेको हुन्छु मेरो मोबाइलमा पनि फोटो यति धेरै छ धन्न 500 GB कि कति जिबीको छ र के हुनु त्यो भाउजूले सक भइसक्नु भयो छैन बन्छ बन्छ मेरो त हातै कामेको हेर्नु त नजानेर अब अलिक नजिक पारेर अलिक सानो भयो अलिक सानो एकचोटि ग्लास खेलाइरहन्छु हो यसको छ है ए तेल छिप्यो कि के पो घुम्रा फेरि जाला म उयो त अनि पुरै उयो भरिको हो ल राम्रो भयो राम्रो 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 गयो राम्रो छ हाल्नु ल यस्तो बर्बाद बनायो नि त त्यो नेपालमा एउटा उसले त्यो बाटोमा रोटी पोल्ने केटाले कस्तो मजाले पोल्छ नि त्यही है त्यसले त सिक सिक गरेर मैले 20वटा टिकटक 20वटा युट्युब भिडियो हेरेँ कुनैमा चामल 2 घन्टा अगाडि भन्छ कुनैमा 5 घन्टा अगाडि भन्छ कुनैमा 1 दिन अगाडि भन्छ त्यही त सबजनाको कुरा जुटेर झन् भिडियो अनि हजुरले चाहिँ 1 घन्टा अगाडि भन्नुभएको थियो नि त 1 घन्टा अगाडि 1.5 घन्टा अगाडि भिजायो हुन्छ भन्नुभएको थियो म नि त अघि ट्याक्क के भन्छ त मेरो कुट्न नि नजानेको रहेछु क्या मैले शिवलाई यस्तो भएको थिएन क्या अनि मैले मसिनो बनाएको रहेछु मलाई अहिले थाहा भयो
मेरो त केही देखिँदैन थियो यस्तो त। अनि एक रात चामल भिजाएर भोलिपल्ट पिस्नु भन्छ अनि त्यसपछि फेरि त्यो 2-3 तीनवटा अनि फेरि कुनैमा सोडा हाल्नु भन्छ कुनैमा नहाल्नु भन्छ। यसमा हालेको छ कि यसमा छैन? हालेको हालेको छ? थोरै हाल्छ धेरै हाल्दैन। वाउ ल अब चाहिँ उसमा आउँदैछ है, कस्तो प्रिय क्या, म त सुन्दैन क्या मेरो हातले। लेभलमा आउँदैछ है अब। झन् उयो धेरै झारे नि त भाउजू, पालोमा एउटा थिएन। धेरै छोरी जन्मिन्छ रे यस्तो, धेरै झर्नेको। खायो भने चाहिँ जन्मिन्छ भनेर हाम्रो चाहिँ खाना दिनुहुन्न थियो। खानु पनि दिँदैन न, यस्तो धेरै झुरा झर्यो भने यो पनि हुन्छ अरे भन्छन्, छोरी जन्मिन्छ अरे धेरै। ढोका उगाएर अब यो हावाले पाक्दै पाक्दै नउगाएर त्यतिकै त अब तेल छिराउन थाल्यो भने तपाईँको झन् काम बढाइदिएँ है मैले, कति बेर लगाएर। यसको यो मेरो छेउ ह्याङ्गिङ छेउ। गर्नुपर्छ, हात नपोले हुन्छ, खुट्टा त केही फरक पर्दैन। हाल्नु भइहाल्यो नि त अब पाएर आइहाल्यो नि। त्यही त। ल थ्याङ्क यू भाउजू, मलाई साँच्ची यो घुमाउन नि भुइँमा राखेर त सजिलो हुँदो रहेछ नि। माथि पनि सजिलो हुन्छ तर नजानेर रहेछ क्या, जता राखेर पनि सजिलो हुन्छ मेरो जान्ने मान्छेलाई त। अनि चाहिँ सेतो कलरको अनि त्यसपछि सल्याक्क बनेको क्या, देख्दाखेरि नै क्या जति बेर तेलमा डुबाए पनि त्यो ऊ होला तेल नखारिकन लायो होला। सुरुदेखि नै तेल नहालिकन लगाएको रहेछ। यस्तो भुवाइ आएको थिएन मेरो त। तेल नखारी लायो भने सुरुमा तेल नखारी लायो भने पछिसम्म खारिँदैन रहेछ। 25 सम्म त्यस्तै भएको क्या मेरो त, अन्तिम अन्तिमसम्म पनि। अनि पछि मम्मीले भन्नुभयो तेरो तेल नखाजेको हो, हाई बना भन्नुभयो। हाई बनाइसकेपछि बल्ल बल्ल 3-4वटा राम्रो भएको थियो। हाई बनाएपछि एकै ठाउँ सोध्रेको अनि मम्मीलाई फेरि फोन गरेर सोध्यो भने फेरि आगो बढी भयो भन्नुहुन्छ। अनि